आज साउन 7 गते नेपालको वामपन्थी आन्दोलन र लोकतान्त्रिक आन्दोलनका महान नेता नेपाल कम्युनिस्ट पार्टीका संस्थापक मध्ये एक र संस्थापक महासचिव पुष्पलालको 48औं स्मृति दिवस। त्यस घडीमा म उहाँप्रति सिंगै पार्टीको तर्फबाट भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। त्यसैगरी हिजो 6 गते नेपालको लोकतान्त्रिक आन्दोलनका एउटा महान हस्ती बीपी कोइराला अर्थात् विश्वेश्वर प्रसाद कोइरालाको स्मृति दिवस। म बहुआयामिक व्यक्तित्वका धनी नेपाली राजनीतिका एउटा शिखर व्यक्तित्व बीपी कोइराला प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। उहाँहरू दुवैजनाको आफ्नो ठाउँमा नेपालको राजनीतिक र सामाजिक परिवर्तनमा असाधारण योगदान रहेको स्मरण गर्दै उहाँहरूको योगदानको सम्मान गर्दै उहाँहरूका योगदानहरूबाट असल कार्यहरूबाट सिक्दै अगाडि बढ्ने प्रण पनि गर्न चाहन्छु। पुष्पलाल श्रेष्ठ कम्युनिस्ट पार्टीका संस्थापक मात्रै होइन, संस्थापक महासचिव मात्रै होइन, नेपाली राजनीतिका सही विश्लेषक, एउटा नयाँ ढङ्गले इतिहासको व्याख्या गर्ने व्याख्याता, इतिहासकार, त्यसै गरेर राजनीतिक साहित्यका प्रखर विश्लेषक र आफ्ना विचारहरूलाई सही निष्कर्षमा पुर्याउन सक्ने एउटा असाधारण चिन्तक। पुष्पलाल पारिवारिक हिसाबले भन्ने हो भने 97 सालका 4 जना शहीदहरूमध्ये सबभन्दा कान्छा शहीद, तर प्रगतिवादी सोच र अत्यन्तै सक्रिय र कर्मठ एवं युगान्तकारी विचार दिने शहीद गङ्गालाल श्रेष्ठका माइला भाइ पनि हुनुहुन्थ्यो। उहाँले गङ्गालाल श्रेष्ठबाट असाधारण प्रेरणा प्राप्त गर्नुभएको थियो। त्यही प्रेरणाले उहाँ जीवनभर राजनीतिक र सामाजिक परिवर्तनको आन्दोलनमा लागिरहनु भयो। नेपालको प्रगतिवादी आन्दोलनलाई खाली राजनीतिक परिवर्तनको सन्दर्भमा, राजनीतिक अधिकारको प्राप्तिको सन्दर्भमा मात्रै सीमित नराखेर त्यसलाई जनताको जीवनसँग कसरी जोड्ने भन्ने सन्दर्भमा आफ्नो समयमा सबभन्दा बढी व्याख्या गर्ने, सही व्याख्या गर्ने र सर्वसाधारण जनतासँग, मजदुर किसानका हक अधिकारका प्रश्नमा, उनीहरूका समस्या पहिचान गर्ने कुरामा र ती समस्या समाधान गर्ने कुरामा आफूलाई केन्द्रित गरेर यति धेरै चिन्तन, मनन र निष्कर्षहरू निकालेर मार्गदर्शन गर्ने त्यस समयमा अर्को उहाँको बराबरको चिन्तक देखिँदैन। राणा शासन विरोधी सङ्घर्षमा पनि असाधारण योगदान गर्नुभयो र पछि पञ्चायती अधिनायकवाद र निरङ्कुश राजतन्त्रका विरुद्ध पनि उहाँले अनवरत सङ्घर्ष गर्नुभयो। धेरै वर्ष निर्वासनमा बिताउनुभयो र निर्वासनमै उहाँको जीवन बित्यो। एक ढङ्गले भन्ने हो भने उहाँको अकाल मृत्यु भयो कलिलो उमेरमा। उहाँको शवलाई पनि काठमाडौँ ल्याउन दिइएन। त्यति साह्रो निर्मम थियो
त्यति बेलाको व्यवस्था, जहाँ उहाँहरूले भोकै प्यासै लड्नु परेको थियो। पञ्चायती तानाशाही र राजाको निरङ्कुशतालाई समाप्त पार्नका लागि निरङ्कुशता र अधिनायकवाद विरोधीको लडाईँ लोकतान्त्रिक र प्रगतिवादी शक्ति मिलेर लड्नुपर्छ, देशलाई अधिनायकवादको जकडबाट मुक्त गर्नुपर्छ भन्ने उहाँको नीति थियो। तर एक हातले ताली बज्दैनथ्यो। उहाँको नीति स्वीकार्न सकिएन, स्वीकारेनन् अरूले र कार्यान्वयन गर्न सकिएन। पछि 46 सालमा नेकपा एमाले फेरि त्यो नीति अख्तियार गर्यो। त्यति बेला माले भनिएको थियो पार्टीको नाम, नेकपा माले। त्यसले त्यो नीति अख्तियार गर्यो र त्यस नीतिलाई गणेशमान सिंह लगायतका तत्कालीन कांग्रेसका नेतृत्वले स्वीकारेर सहकार्य गर्दा नेपालमा राजनीतिक परिवर्तन सम्भव भयो र लोकतन्त्रको पुनर्बहाली भयो। पुष्पलालका थुप्रै नीतिहरू अहिले पनि सान्दर्भिक छन्, अहिले पनि ताजा छन्, अहिले पनि पुष्पलालका विचारहरूले बाटो देखाइरहेका छन्। त्यसपछिका समयमा, उहाँको समयपछि जननेता मदन भण्डारीको अगुवाईमा जनताको बहुदलीय जनवाद जस्तो समय सान्दर्भिक, सामयिक र सही विचारहरू नेकपा मालेले अगाडि सार्यो, जो पछि एमाले बन्यो र उसले असाधारण प्रगति गर्दै गयो। अहिले आन्दोलनले अलिकति धक्का खाएको छ, तर पनि यो आन्दोलन फेरि अगाडि बढ्न उठ्नका लागि उहाँहरू जस्ता अग्रजका दीर्घकालीन सोच, दूरदृष्टि, दृढता जस्ता कुराहरूले आन्दोलनलाई प्रेरणा दिइरहेका छन् र त्यसै प्रेरणाबाट र अन्य शहीदहरूको बलिदानबाट, थुप्रैको त्याग, दुःख, कष्टबाट बनेको यो आन्दोलन फेरि उठ्नेछ, अगाडि बढ्नेछ। यस प्रसङ्गमा म बहुआयामिक प्रतिभाका धनी राजनीतिज्ञ, साहित्यकार विश्वेश्वर प्रसाद कोइरालालाई पनि त्यसै गरी स्मरण गर्न चाहन्छु। उहाँबाट भएको असाधारण योगदान, नेपाली समाजको राजनीतिक परिवर्तनको सन्दर्भमा उहाँको योगदान र उहाँले गरेको सङ्घर्ष, यी कुराहरूको पनि प्रशंसा गर्न चाहन्छु। पुष्पलाल बीपी कोइरालाहरूको निर्वासन, बीपी कोइरालाको जेल जीवन, यी कुराहरूले हामीलाई सधैँ प्रेरणा दिइरहनेछ। यस घडीमा म उहाँहरू दुवैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु।